हाम्रो गाउँले स्टाइलको चिकन करी बनाउन गइराखेको छु। यो रेसिपीलाई हेर्नुभयो भने चाहिँ तपाईहरुले सधैँभरि यसरी नै चिकन बनाएर खानुहुन्छ। यो चाहिँ म ग्यारेन्टीसित भन्छु। मासुलाई धुइधाइ गरेर रेडी गरिसकेको छु। यतातिर फेरि एउटा पियाज, लसुन, 4 वटा डल्ले खोर्सानी अनि धनिया रेडी गरेको छु। अब चाहिँ मसलामा जिरा, धनिया, एउटा हल्दी, लसुन हालेर चाहिँ पिसिराखेको छु। गाइस यो चाहिँ गाउँले स्टाइलको रेसिपी हो। त्यसको लागि सधैँभरि मसला चाहिँ सिलौटामै पिस्नुपर्छ अनि त्यसको टेस्ट भिन्दै मिठो हुन्छ। नभए फेरि मिठो हुँदैन त्यस्तो। अनि त्यही लागि म चाहिँ मज्जाले सिलौटामै मसला पिसिराखेको छु। यसलाई चाहिँ मज्जाले पिसिसकेपछि माथिबाट फेरि एउटा पियाज काटेको थिएँ नि त्यसलाई पनि मज्जाले पिस्नुपर्छ। यो चाहिँ ग्रेभीको लागि। अनि यसलाई पिसिसकेर रेडी गरिसकेको छु। यतातिर कराई तेल तातिसके पछाडि चाहिँ 2टा तेजपत्ता, त्यसको पछाडि 4टा डल्ले खोर्सानी मैले रेडी गरेर राखेको थिएँ त्यसलाई पनि म तेलमा झानिदिन्छु र यसलाई चाहिँ मज्जाले एकदम गोल्डन ब्राउन हुन्जेलसम्म भुटिसकेपछि अघि पिसेको मसलालाई पनि यसलाई चाहिँ अब फेरि त्यही तेलमा पियाजसँग हालिदिन्छु र यसलाई मज्जाले भुट्नुपर्छ एकदमै गोल्डन ब्राउन हुन्जेलसम्म। जति भुट्नुहुन्छ त्यति धेरै टेस्टी हुन्छ र कलर पनि आउँछ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलर आइसकेको छ। माथिबाट हल्दी र स्वाद अनुसार नमक, बस यति नै हाल्छु, अरु केही मसला हाल्नेवाला छैन गाइस। अनि लास्टमा चाहिँ एउटा जादु गर्छु, तपाईहरु हेर्दै जानु होला ल। अनि मैले चाहिँ भिडियो गर्नै बिर्सेछु मासु हालेको। अनि मासु हालिसकेपछि चाहिँ यसलाई मज्जाले चलाउनु पर्छ। चलाएको पछाडि मात्रै भुटे। त्यसको पछाडि चाहिँ आलु, यो चाहिँ लोकल आलु हो गाउँकै, त्यही लागि मैले बोक्रा तासेको छुइनँ। अनि बहुत धेरै टेस्टी हुन्छ किनकि गाउँले रेसिपी हो त, सबै लोकल फ्रेस एकदम राम्रो चीज हाल्नुपर्छ। अनि यतातिर म भुटी मतलब पानी अहिले एकदमै हाल्नु हुँदैन, जबसम्म रातो हुँदैन तबसम्म मासु। र गाइस म चाहिँ भुटेकै छु। तपाईहरु यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सधैँभरि तपाईहरुले कसरी बनाएर खानुहुन्छ, तर आज यो भिडियो हेरेको पछाडि चाहिँ तपाईहरुले पनि यसरी नै बनाएर खानु होला। सधैँ खानुहुन्छ सधैँभरि यसरी नै। र जादु भनेको थिएँ नि, यो चाहिँ जादु हो गोलमरिचको। किनकि ब्रोइलरको मासुमा गोलमरिच हालेर बनायो भने त्यसको स्वाद चाहिँ बहुत धेरै मिठो हुन्छ। तपाईहरुलाई त थाहै छ होला, भए पनि मैले भनिदिएँ। र लास्टमा चाहिँ हाल्नुपर्छ गोलमरिच, फास्टमा हाल्नु हुँदैन। त्यसको पछाडि तातो पानी मैले राखेको थिएँ, त्यही तातो पानी अलिकति हालिदिएँ किनकि मासु चाहिँ म ग्रेभी बनाउँछु। र पाकिसकेको छ। यो झोल पनि अलिकति सुक्न आँटेपछि माथि काटेर धनिया हालिदिए। र गाइस आज चाहिँ मेरो लोकल मासु पाकिसकेको छ। चिकन करी कस्तो भयो कमेन्टमा बताउनु होला। र तपाईहरुले पनि यसरी नै बनाएर खानुहुन्छ, त्यो चाहिँ म ग्यारेन्टीसँग भन्छु। एकचोटि खानुभयो भने चाहिँ बार यसरी नै बनाएर खानुहुन्छ। र धन्यवाद भिडियोलाई अन्तिमसम्म हेर्नुको लागि। राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर गर्नु होला।